परदेशी राना राना तिमीलाई नै खोज्दै थियो यो मन हो गाईलाई चरा लाली जो बन जान्छ कि हजुर हो प्राप्त हेलो दोस्त तला तला ग्राउन्ड फ्लोर माउला जाँदै हो साथी चाहिँ तल आएको छ लिफ्ट तान्नुपर्छ अब यहाँबाट अब लिफ्टमा जाँदै हो ग्राउन्ड फ्लोरमा के छ दाइ ल है त हामी चाहिँ अब माउला जाँदै साथी र म घरको यताबाट जाउँ उताबाट हाम्रो बिल्डिङ चाहिँ यो माथिको टप फ्लोरमा चाहिँ म बस्छु साथी चाहिँ कतिमा रे 4मा अहिले चाहिँ बिहान हुनु लागेको छ ट्याक्क हो लाइटहरू नि छँदै छ त्यहाँदेखि कति 5 किलोमिटर छ क्या हो हामी हिँड्दै जान्छ मसँग छ जस्तो ओके ओके पानी आएको छ त साथी पानी आएको छ त हो जाडो मौसममा चिया खानु दामी हुन्छ चिसो छ ठाउँ ल हामी दुईजनाले चाहिँ अब टक्क चिया खाँदैछौँ होइन चिया चाहिँ दामी रहेछ मिठो होइन घर चाहिँ बब्बाल रहेछ कि है यस्तो हाम्रो घर भएको भए दामी हुन्छ एउटा कुवेती आएर ताल 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 भनेर होइन बिचको गड्डी टक्क होइन हालिदिएको भए ल काम नै गरेगा मेरो पासपोर्ट दे दो होइन अब आउन चाहिँ हामी धेरै छैन 5 किलो अब कति 5 किलोमिटर छ होला होइन अबुल्ला पुलमा त्यस्तै होला है गाडीहरू पनि यस्तो दामी दामी बब्बाल है यो कुन चाहिँ गाडी हो तेरो बाटोमा फालेर हिँड्ने खाने हाम्रो एउटै पनि छैन लाइफ त कुवेतीहरूको छ क्या लग्जरी लाइफ है यस्तो दामी हामी त यो होइन यार सोल्टी यार उताबाट फ्रेस पनि हुन्छ होइन के गरे उसको नाम के गरे त पागल हो भनेको क्या सञ्जीव के गरे सञ्जीव तामाङ चाहिँ उसको घरतिरको रहेछ के त पागल हो भन्ने भाइरल छ नि त उसको घरको रहेछ टोलको रहेछ हाम्रो सिद्धान्त चाहिँ सी साइड जाने हो तर हामीलाई थाहा छैन कुन बाटो जाने हो म्याप हेर्दै जानुपर्छ सोल्टी म्याप अन गऱ्यो हुन्छ पर्दैन चिनिन्छ नत्र हामी फर्केर आएर फेरि उति जानु पऱ्यो अगाडिको चाहिँ बिल्डिङ चाहिँ है यो चाहिँ हुनुपर्छ रोड क्रस गरेर पारि जानुपर्छ यही पारि हो जाने हामी बिल्डिङ चाहिँ खत्रै छ क्या हामी चाहिँ यहाँदेखि पारि जाने हो अहिले चाहिँ गाडी लास्टै आएको छ ढिलो गयो अवश्य पुगिन्छ छिटो गयो के हो थाहा हुन्न लाइक दिस हामी चाहिँ यहाँ पारिबाट बाटो काटेर आएको अहिले फाइनल पाइयो अब चाहिँ हामी अगाडि जानुपर्छ
माथिबाट चाहिँ अहिले त्यसलाई प्लेन भन्छ कि के भन्छ अरे प्लेन उडिरहेको रहेछ क्या माथिबाट तर त्यो त हाम्रो नेपालमा त देखिन्छ नि त खतरा त्यहाँ माथिबाट चाहिँ अहिले प्लेन खतरा उडिरहेको छ क्या बाट प्लेन उड्दैछ यहाँ एउटा भयो यो एउटा अर्को चाहिँ यता गयो क्या यता कता हो अर्को चाहिँ अहिले चाहिँ खतरा बिहानको सिन चाहिँ राम्रो देखियो जे होस् दुःख पछिको सुख अवश्य मिल्नेछ पृथ्वी गोलो छ सबको पालो आउने छ एक दिन है त्यो नि हो यार नयाँ नयाँ ठाउँमा गएर कस्तो अर्कै फिल हुन्छ नि त ओ कहाँ आयो जस्तो कि तर त्यहाँदेखि नि उड्या यार दोस्त यार फेरि तर देखिएन यार किन त अगाडि जानुपर्छ उताबाट अगाडिबाट नि गयो कि प्लेन जता त्यतै प्लेन उडेको छ कि उसले भन्छ नि त के अरे एउटा त कमेडी गर्छ है के भन्छ अरे त त्यो प्लेन जथाभावी उडाइरहेको छ भोलिदेखि तेरो के सम्हाल्ने जब तेरो चाइट छ होइन त्यस्तै र आज चाहिँ कस्तो भन्दा बिहानको शुभ यात्रा चाहिँ राम्रो भयो अगाडि चाहिँ जाम हुँदैछ अब जस त्यहाँको सिन चाहिँ खतरा देखियो क्या अगाडिको अहिले हाम्रो सिद्धान्त आउँदैछ तर यहाँबाट चाहिँ बाटो ब्लक छ जस्तो छ है सोल्ली हामी चाहिँ जान्छ है त्यो अगाडि हो तर यहाँबाट बाटो छैन जस्तो छ क्या यताबाट हो र जोस खाडी नै भए पनि तर सिनहरू चाहिँ दामी छ जङ्गल त होइन त्यही पनि रोपेको बुट्टाहरू राम्रो छ जानी चाहिँ कताबाट हो कि त्यो यताबाट पनि जान मिल्दैन जस्तो छ हेरेको लोकेसन रङ हो कि राइट हो तर राइटै आइछ देखियो ओ फाइनल्ली गाइस साइड पुग्यो अब जस्ट 2 सेकेन्ड वाउ दामी यहाँदेखि चाहिँ अब अघि नै उदाइसकेको रहेछ तर यहाँबाट चाहिँ खतरै देखियो गाइस फाइनल्ली हामी आइपुग्यौँ त्यो हाम्रो ऊ चाहिँ सोच चाहिँ यही थियो हेर्नलाई घाम हेर्नलाई फाइनल्ली हामी आइपुग्यौँ यहाँदेखि चाहिँ दामी देखिँदो रहेछ कि तर यस्तै घाम चाहिँ यस्तरी जाँदो रहेछ क्या त त्यहाँबाट अहिले प्लेन गइरहेको छ क्या त्यहाँबाट प्लेन गइरहेको छ कि अहिले त्यहाँबाट चाहिँ अहिले चाहिँ राम्रो धेरै राम्रो देखिया छ सिन घामको यता चाहिँ समुद्र छ अगाडिपट्टि साथी चाहिँ मेरो साथी चाहिँ ऊ त्यहाँ पर हुँदैछ सोल्टाले उहाँ मस्त टिकटक बनाउँदैछ मजाडी छ यता अगाडि चाहिँ बिल्डिङहरू छ मैले चाहिँ यताबाट भिडियो बनाउँदैछु ओ दोस्त यता कता हो भन्यो कस्तो भयो त भिडियो दामी भयो उहाँ उता कुहिरे बाजे रहेछन् क्या त्यहाँ अगाडि त्यो कुहिरे बाजे इङ्ग्लिस बोल्दै थियो हिन्दी बोलेको थियो बुझ्दो रहन्छ कि कुहिरे भन्छ कि को त्यो दाइ नेपाली दाइलाई सोधेको को भनेको थिएँ बिहान आउँछ ल साथीले चाहिँ अलिक के पाएर ल्याएर चाहिँ खै खोलौँ न खोलौँ ढुङ्गा होला क्या ढुङ्गा जस्तो छ क्या ढुङ्गा होला क्या ढुङ्गा होइन बस्ती छ अब चाहिँ अहिले चाहिँ अब घाम माथि नै आइसकेको छ धेरै माथि
अहिलेको सिन चाहिँ एकदम त्यो अगाडि बोट झ्याल देखिँदो रहेछ खतरा सिन देखिँदो रहेछ कि एकदम राम्रो जे होस् अझै खोल्लेन खोल्यो के रहेछ र खै ए यो ऊ हो के मासु ए हेट झिकम न झिकम के हो र खै यसको नाम के हो थाहा छैन दस भन्दाखेरि के भेट्छ त्यो चिम्टा फेरि कहाँदेखि पाएको त चिम्टा फेरि यहीँ पाएको पाइपको हो साथीले चाहिँ के पाउँछ के पाउँछ के खोज्दै हिँड्ने के खोज्दै टिकटक बनाउन आएको रे के खोज्दै हिँड्ने अगाडि के होला के हो यो अबे कस्तो डेन्जर काँडा छ यार यो त के हो यार यो त हँ के हो यस्तो खोइ दुम्सी जस्तो चाहिँ त्यही हो एउटा त बोकेर लान्छु काँडा त जुगा लाग्यो लगभग अहिले चाहिँ कतिवटा गइसक्यो थुप्रो गइसक्यो है स्टेसन चाहिँ त्यहाँ रहेछ क्या डबल बस मा आयो हिँड्दा चाहिँ पार्कतिर आइपुग्यो कहाँबाट है सबैजना अहिले मर्निङ वाक हिँड्दैछ यताबाट एउटा सोल्टिन आइराखेको रहेछ दोस्तको च्यानललाई सब्सक्राइब गरिदिनु माया गरिदिनु राम्रो गरिदिनु हाम्रो दोस्तले धेरै मिहिनेत गर्छ केही अगाडि बढाइदिनु एउटा सानो होइन उयो सोचेर त्यही हो घर खेल्ने हो फुटबल के खेल्ने चियापिटी मजा आउँछ है ल गाइजहरू हामी यहाँ अब खेल्न लागिरहेको छौँ ल सोल्टी ल बल्ल बचपनको याद आयो अब यतादेखि जानुपर्छ क्या यतादेखि हो क्या बाटो जानु कपिराइट हुन्छ होइन राउन्डिङ पनि भइसक्यो सकियो अब हामी चाहिँ अब बाहिर जानु लाग्छौँ रुममा चाहिँ कति 400 फिल्स भन्छ नेपालको कति पर्छ 400 200 को जतिको सामान किन्यो अहिले अब एक हप्ताको लागि पुग्छ ट्याक्क Now this road of mine, this road that I go home, so am I wrong? For thinking that we could be something for real. For trying to reach the things that I can't see. That's just how I feel. That's just how I feel. Trying to reach the things that I can't see. थ्याङ्क यू फर वाचिङ माई भिडियो धन्यवाद तपाईँहरूले मेरो भिडियो हेरिदिएकोमा लाइक अनि सब्सक्राइब सेयर गर्नु चाहिँ नभन्नु होला